सकेका छौँ। झ्याली बजाएर झ्यालीको युगबाट एउटा कृष्ण आयो जाओस् कि भगवान भित्र पनि प्रशंसा गरेर त्यो युग बजाउने म हार्दिक गर्न चाहन्छु। लाइभ पनि पठाउनु पर्यो नि ल हाम्रो मेमे आदरणीय धर्मगुरु परम पूज्यनीय लप्साङ टुकुरे पुर्से चाहिँ पाल्नुहुँदैछ र रेमपुर्छेको लागि हामी सबै भक्तजनहरू यहाँ स्वागतमा तयार छौँ र आज रेमपुर्छेबाट विशेष प्रवचन र अभिषेक र आगमहरू प्रदान गर्नेछ र सबै अहिले जति नै हाम्रो तपाईँको लाइभ हेरिरहनु भएको सबैलाई दिउँसो फेरि हाम्रो भव्य कार्यक्रम हुने भएको हुनाले सम्पूर्णलाई यहाँ स्वागत यस लाइभ मार्फत यहाँ सबैले स्वागत गर्न चाहन्छु। हस्त धन्यवाद। होइन यति भइसकेपछि हाम्रो उता नि सबैले उ भन्नु त अब सपोर्ट गर्ने त बाहिरी लाइभ हो। फेबो फेबो उसे फेबो आछन् हामी पुरै गाडी आइस ग्यालिङ फेब वसी फेब खाता मौसम खाता होती फेब वसी फेब लोचे खाता छैन तपाईँले टोपी ओनर तल आयो त टोपी तपाईँ ऐतिहासिक समय हो, त्यसैले उहाँलाई सबैले ठुलोबडाका साथ स्वागत गरिदिने सबै भक्तजनहरूलाई आयोजकको तर्फबाट धेरै धन्यवाद दिन चाहन्छु।
फ्याँको हजुर लाइट लगाउनु पालो सिपेको या हटे लाइन थियो ए एकैछिन ल लसो 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 दामा इरङ लाउनु क्या दान्ने नाइन्रो लिच्छा या दान्ने वाङ लाउ बेला गाछ फ्याज लसो ल फ्यान दोल्सेर लजिका लादोर दान्ने वाङ लाउ बेला लसन तलर क्या दान्ने दिबर गरेर खेप्ने ल वाङ लाउ बेला रे मेमे जति छ फेको मेमेहरू चाहिँ पठाइदियो है ममहरू चाहिँ आफ्नो ठाउँमा बस्नु दिनु होला मेमेहरू चाहिँ जानु होइन त मेमेहरू अलिक वाङ ताबेल ल या दान्ते आफे हो ओके दान्ते वाङ ताबेल तल ज्यालो खानु दान्ते तोला बिर्सियो अहिले लामो लाने पेपले आइमा यता स्पेक आनी त म त रेमर्स मुगलाई फेप आइस फेप हो कि लामा लामो तब इधर दांदे बाकी मुंबई जाते दांदे वैसा वांगला बेरे रिया इधर जाबर पे पा नम्बरजीलाई दर्शन गरिसकेपछि अरू भक्तजनहरूलाई पनि समय दिने छ। भक्तजनहरू अब यस्तो भन्नु रेम्बर्सले अहिले वाङ गर्ने बेला मात्र गर्दा नि हुन्छ कि अहिले रिटार्न नगर्नु बाँकी भक्तजनहरू दर्शन हाम्रो नम्बरजीबाट ओइ थाप्नु बेलामा गरिनेछ दिनेछ। नाङ्रे चला मलाई चाहिँ ना त सेन लक्ष्मीना हामी थोरै हाम्रो स्वयंसेवक साथी मित्रज्यूहरू अब हाम्रो कुर्सीको व्यवस्था हाम्रो जिल्लाको अगाडि साइडमा कुर्सीको व्यवस्था दार्जिलिङमा हात चाहन्छु। सायद पाउले अगाडि भिजेको छ होला त्यसलाई विश्वास गरेर जिल्लाको अगाडि साइडमा एकदम लाइनबद्ध तरिकासँग सबै भक्तजनहरूलाई बस्ने व्यवस्था दिने सबै स्वयंसेवक साथीहरूलाई हात दिन चाहन्छु। खाले घिक पितल तिम नाम मुले मुला हजुर जाजा खाल्लो सबै घिक बिले सिंगल मिने त पिल्ला ओ टोटल मिनु यो हजुर सोभा हजुर सिंगल हाल्दै घिक बाइक ल सोभा सोभा तिमीले सिंगल हाल्दै दुध अलिक मिठो बनाउनु ल दुध टन्नै छ ओके त्यो नहालिनु हुन्छ
काट 아직 지금 안 Thank you.